उसमें डायरस है माल मिलाइदिनु गोल हान्न पर्यो है शरण स्टर्ट हैन दाम यार गोल भयो रिप्ले ल्याङ भयो त यार उयो भाइ पनि छ त अनि यो भाइ आउट अफ द सबै आउट अफ ल हान्यो अनि यो चाहिँ आउट अफ लेभल एक भयो त्यो गोल कस्तो देखाउनै पाइएन नि यार ल्याङ भयो नि अहिले सरमन बसिहाल्छ नि हानिहाल्छ नि तिमी र भाइ कहाँबाट हो ल वान अफ हो एकदिन फेरि भन्नु पर्यो एकछिन फेरि ल रब्बाई खेलो ए रब्बाई अपोनेन्ट हो ए यहाँ अपोनेन्ट गाह्रो छ कि हो यो को भाइ भित्रैको मान्छे हो नि त यहीँ यो सबै यसले त हान्छ त नाइस ल आउट हुनु पुग्यो रब्बाई माग्यो हो के गर्छ यार खै त रब्बाई खेलेको यार थेट अस्ति हात बाँधे जस्तो हुन्छ त अनि नाइस बल अनि मान्छे पछाडि छ त ल नाइस सडाइ रब्बाईले है क्या खेल्छ यार रब्बाई के खेले अस्ति त अनि मै खेलाडी हौ जस्तो गरेर ल्याङ अब काट लग ल खेलेन नाइस सेभ बिस्तारै आवेशमा नाम इजी खेल्न पर्यो 1 घण्टा के खेल्ला नि 8 1 घण्टा खेल्ला ज्यान हेर न पहिला क्या खेल्छन् न अहिले जाडो भयो त भने खुट्टा चिसा हेर न मेरा खुट्टा चिसा भयो यार रब्बाई बल माग्यो ए खेलाडी मान्छे यार कस्तो मैले क्यामेरामा फोकस गरेँ यार त्यो रातो जर्सी लाउनेलाई चेप्यो न रब्बाईलाई प्याच समात के आयो भाइ अस्ति खेल्दाखेरि होइन भएन मै यो खेलाडी जस्तो कुरा गरेको थिएँ खै त अनि त्यसै हुन्न फोदस कर्नर त्यही क्रस मान्छे छ रब्बाई डाउन हो रब्बाई डाउन हो
तल खाली भयो तल खाली भइसक्यो है तल अब हान्छको त्यसले ओ लेभल लेभल हो होइन होइन वान अफ अझै वान अफ छ है रब्बाहरू स्टिल डाउन है वान डाउन ठिकै खेल्दा होइन अस्ति उता खेल्ने त खेल्दैन छ भाइ म सरमन र म दुईजना यिनीहरूमा कोही थियो नि कहाँ आन्यो सेभ भयो रब्बाई नाइस फ्लिक तर भएन श्रवणको गेम पनि कसो थियो फुटबल खेल्दा खेल्दै ठिकै भइसक्यो है नत्र त्यहाँ सेकन्डमा हुँदा त अरूसँग खेलिहाल्यो त म्याचहरूसँग गाह्रो हुने क्या बोल्नु पऱ्यो रब्बाई बोल्नु पऱ्यो नाइस बल नाइस शॉट वान अफ छ यता रब्बाहरू डाउनमा छ एक लेभल नाइस सट यार लेभल होइन दुई हानिसक्यो त भने अपन खाइसकेको थियो के हो बोलौँ है गाइज शर्मा लिएर चुड्नु पर्यो नि त खेलाडीहरू थाकेको अवस्था निस्कन्छ यार अब यार छुनुपर्छ त यो भाइको कामै भएन यार फोदस हाम्रो स्क्वाडको बेस्ट मिड है रातो जसलान भाइ तर फोद को रब भाइले हो गोल हान्दो रहेछ त अनि ल सर्वन ल्यायो खेलेर आयो ढाडा नलाउन यार बिस्तारै चिसो भएर हात कहाँ गएको थियो यार बलान्दा नि खुट्टा दुख्ला जस्तो लाग्यो पायो अलिअलि पायो दाइ मार्यो अब श्रवण खाली थियो त ल हाम्रो नेक्स्ट प्लेयर है खाली खुट्टे हो पर्यो है गाइज बोल्नु पर्यो को चेप्यो तान्यो नि त अनि हानिहाल्छ नि रब्बाइले हान्यो गोल भएन बाहिर है बाहिर ब्याग बस्यो त यार एकजना म्यान जानु एकजना त्यहाँनिर एकजना म्यान टु म्यान चेक हानौँ रब्बाई खुट्टा बल
नाइस यो ब्याक पास भनेको भएन तर यहाँनिर फेरि रब्बाई खुट्टामा बल किपरले यहाँनिर हानेको अवस्था बोल्न पर्यो भएन को अलि एक्टिभ खेल्न पर्यो ओ चारप त्यहाँनिर मिस्टेक भएको अवस्था ओ नाइस सेभ सबैले हान्यो तर बल बजेन जोरले हान्यो फेरि कर्नर छोडौँ कि 18 नम्बरलाई हानिहाल्छ नि उसले ऊ ह्यान्डबल रब्बाईको ल खाली मान्छे बोल किपर खेलायो नाइस पास फेरि यहाँनिर दाम पास भनेको तर ब्याक खेल्यो बोल्नु पर्यो गाइज लेफ्टमा मान्छे बसेको बसै किपर अहिले चाँडो खेल्नु पर्यो किपर अहिले चाँडो ढिला भयो सरी है गयो 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 ओ मान्छे चेप्यो हो लेफ्टको मान्छे रब्बाईसँग ओहो ओ डाइभै देखिएन यार नाइस सेभ यार नाइस सेभ आफ्नो मान्छे खेल्यो के सेभ भयो यार यस्तो तल्लो बार नाइस चार अफ छ नि त फेरि रब्बाईहरूको गयो ल हाने पोस्ट हान अलि अगाडि हान न को हेर किपर प्रेस गयो गयो छैन यार थिएन तर ठिक छ खेल्यो 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 नजिक गयो नजिक गयो नाइस यार रब्बाईले चेपाउँ न यार ओ दामी दामी ल उता छ भनेर हान्यो फेरि खेलाडीहरू थाकेको अवस्था रेस्ट गरौँ है त्यहाँको परमत दाइ जोसमा खेल्नु पऱ्यो जोसमा तपाईँले प्रेस हान्नु पऱ्यो पछाडि रनिङ मान्छे हेर है रब्बाई रब्बाई खाली भयो
माथि खाली खाली बस आफ्नै हो ल गयो गयो यता कालो जर्सीको दाइले बोल्नु पर्यो हाने ल कहाँ गयो बाहिर बारमा लागेको अवस्था हाने घुमेर त्यही बल त्यहीँनिर आफ्नो मान्छे बिग्रिहाल्यो रब्बाई खाली भइसक्यो त नाइस किपिङ यता यता खाली बोल धेरै अगाडि बढ्यो धेरै किपर धेरै अगाडि बढ्यो ओए रब्बाई खाली भइगयो नाइस 3 सेभ यार लगातार 4 फोसे भाइ गाइज ल के खेलेको किपर यार किपर के गरेको लगातार 3 सेभ गरेर गोल के अब लास्टमा